हेलो गाइज, वेलकम छ मेरो च्यानलमा। मेरो नाम सोहेल। आज हामी खेल्न गइरहेको छौँ सीएस र्याङ्कमा चाहिँ अब के हुन्छ सबैलाई थाहा नै छ होला। सीएस र्याङ्कमा चाहिँ के हुन्छ भन्दा अगाडि 4 जना, हाम्रो टिममा 4 जना हुन्छ अनि हामी सबैजना भिडेर अनि कसले जित्छ, 2 जनामा जसले जित्छ त्यसले चाहिँ बुया पाउँछ है। अनि त्यसको चाहिँ 1 र्याङ्क बढ्छ। अनि अहिले हामी चाहिँ ग्रान्ड मास्टरमा छौँ। अब हामी चाहिँ खेल्छौँ है। हेर्नु, मैले यो डबल गन लिएछु, यसलाई हान्नुपर्छ हेडसट। यसलाई फिनिस गरिदिउँ होइन। यो फिनिस हुन्छ। अब उताबाट हानिराखा इनिमीले, उता गएर नि हेर्नुपर्छ यसो होइन। उताबाट हेर्नु पर्ला इनिमी आहा के आएन भनेर। यताबाट चाहिँ आएन जस्तो लाग्यो होइन। अब यो म्याच चाहिँ जित्नुपर्छ होइन गाइज। अब यसरी नै जितिराख्नुपर्छ। त्यहाँ उताबाट इनिमीहरू उता इनिमी छ जस्तो लागिरहेको थियो मलाई होइन। यहाँ लडिरहेको रहेछ होइन इनिमीहरू। यिनीहरूलाई हान्नुपर्छ। कस्तो यार टाढाबाट त कस्तो लाग्दैन कि होइन, साथ त्यस्तो लाग्छ कि उताबाट लडिरहेको टिममेटहरू लडिरहेको होइन। यो ग्रान्ड मास्टरमा चाहिँ अब के हुन्छ भन्दाखेरि अब इनिमीहरू पनि राम्रो आउँछ कि। यो म्याच चाहिँ हार्छ कि जित्छ जस्तो लाग्यो गाइज, कमेन्ट गर है। यसलाई पनि हान्नुपर्छ हेडसट। यसको टिममेट आउँदै उताबाट आउँदै होइन, यहाँबाट यसो हान्नुपर्छ। यसलाई पनि हेडसट। अब एउटा लास्ट इनिमी बाँकी छ होइन। अब त्यो इनिमीलाई हानेपछि चाहिँ ट्याक्कै यो राउन्ड जितिन्छ। 3 जना रिभाइभ दिँदो रहेछ वे। भागिरहेको थियो, त्यसलाई हाने। यसलाई पनि हान्नुपर्छ। यस गाइज, ल लाइक हान है गाइज, लाइक सब्सक्राइब हान केटा हो होइन। अब यस्तै हो। अब नेक्स्ट राउन्डमा जाऊँ होइन। अब यहाँ चाहिँ अब कुन गन लिने होइन। अब यो युएमपी लिनु पर्ला। अनि त्यस्तै हो। यो राउन्डमा चाहिँ अलिकति मेरो गेम बिग्रिन्छ होइन। अब फर्स्ट राउन्ड त एस भइहाल्यो होइन। अब नेक्स्ट राउन्ड अब हेरौँ कस्तो हुन्छ। अब टिममेटहरू पनि ठिकै परेछ, राम्रै परेछ होइन। टिममेटहरूले पनि हानिरह। फेरि के हुन्छ भन्दाखेरि अब सीएस र्याङ्कमा फेरि एक्लै भयो भने गाह्रो पर्छ के गाइज। अब साथीहरूको पनि सपोर्ट भयो भने चाहिँ यसो राम्रो हुन्छ होइन। नत्र त गाह्रै पर्छ यार। किनकि अब हामी त अब नर्मल होइन, ग्रान्ड मास्टरमा खेलिरहौँ नि त। अब ग्रान्ड मास्टरमा चाहिँ अलिकति फेरि साथीहरू राम्रो भएन भने गाह्रो पर्छ होइन। म चाहिँ यसो हेरिरहेको छु यताउताबाट, यता लडिरहेको रहेछ। फेरि यताबाट इनिमी आउन सक्छ क्या। यसलाई हेडसट लाग्छ, यो लुक्यो के। अब सब नक हुन्छ। अनि नक भएपछि म एक्लै हुन्छु फेरि।